साथीहरू यो चाहिँ लिचीको बिरुवा हो हैन। यो चाहिँ यस्तो प्लास्टिकमा आउँछ के अरे हैन। यसलाई चाहिँ अब हामीले रोप्दाखेरि यसमा यो पुरानो जुन हुन्छ माटो, यो बलौटे माटो हैन, यसलाई चाहिँ यसरी फुटालेर निकालिदिनु पर्ने हुन्छ है। यसरी निकालिदिएपछि चाहिँ यसको जराहरू यो खुम्चिएर घुमेर एउटै प्लास्टिकको बट्टाभित्र अडिएर बसेका हुन्छन् हैन। यसलाई चाहिँ यसरी हामीले यो किन्दाखेरि आएको यो माटो चाहिँ यसरी बिस्तारै बिस्तारै हानेर सरक्कै झारिदिनु पर्ने हुन्छ है। त्यसपछि मात्रै बिरुवाका यी जराहरूले जमिनको विभिन्न ठाउँमा गएर मल खाने र बिरुवा विकसित हुने सम्भावना हुन्छ है। यतिकै प्लास्टिकमा जसरी ल्याएको छ त्यसरी चाहिँ लगाउनु हुँदैन है बिरुवालाई कहिले पनि है। हुन्छ ल।